तिमीसे कस्तो चर्को घाममा यसले यस्तो उकालो मलाई ठेल्नु पो लागेको छ त उसको स्कुटी लड्छ भनेर उतारिओरि यो बाटो जान्थ्यौँ है सुटिङ अनि भर त यत्रो माटो रहेछ होइन अनि मैले पनि नयाँ भनेर केही भनेर अहिले जाने कि ठेल ठेल भन्छ म लड्नु अरे होइन त्यो स्कुटी यस्तो झुकाएर त तल जान कुरोपट्टि मलाई पठाएर म कुरोबाट यस्तै धामेर स्कुटी लगेको छु त नि कि अनि त्यस पछाडि त त्यो अलिकति ढुङ्गाले कोतारो भन्ने स्कुटी त्यो स्कुटी त्यत्रो ठेलेर पुऱ्याएपछि काहीँ कोतारो कि भनेर स्कुटी यसले फर्केर हेरेको अब मलाई घट भुँडी लाग्यो झ्यान घटा यत्रो भइसक्यो तेरो गर्दनै हराइसक्यो भन्छ फेरि उसलाई सुत्ता यस्तो डनलप जस्तो पनि चाहियो अरे कुङफु पाण्डा जस्तो पनि चाहियो अरे उसलाई अनि त खोज्छस् त सबै ममा सबै कुरा त पर्फेक्ट छस् नि त सबैमा त्यही भएर खोज्छ नि अरू हुँदैन नि त आउनु मोबाइल उसको बिस्तारै मोबाइल पनि यस्तो कि अब हामी त मोबाइल त यसो हुन्छ नि यस्तो के यसो जान्छु नि उता मोबाइल खेलिरहेको छ मेरो सिन आउनु ल अब तँ कहाँ खोलेको छ त्यसलाई एउटा एउटा गरेर मारेर अनि सट्ट अनि मोबाइल पनि सुस्म तरिकाले अध्याय उसको अङ्ग तिरङ्गहरू यताउता तरङ्ग हो जानेर सातो जाति छ फुर्काएपछि बुझ्नु कति माया गरेको कति भाग्यमानी हाङ्गेको आमा त सानेको आमा जस्तो साथी पायो भन्छ आउनु न आउनु यसको छेउमा पकाइदिन्छु आउनु त यसको साथी हुनु त यसले कराएको सुन्नु अनि थाहा हुन्छ म भाग्यमानी कि यो भाग्यमानी हो म जस्तो साथी पायो त ओभर माया पनि धेरै हुन्छ क्या बस आशीर्वाद ठुलो ठुलो हुनु हाइट चाहिँ बढ्दैन होला ज्ञानमा ठुलो हुनु बस थाहा छ फेरि कलम समाउने हात भन्छ नि मान्छेले ज्ञानी हो होइन नि यसरी रोपेर पनि मार्नु सक्छ आफूले रोपिन्छु तैँले मलाई ढोको लाग्छ अहिले के भन्छु मान्छे सबै कुरामा पर्फेक्ट हुँदैन के परे सबै कुरा एउटैमा खोजेर हुँदैन एउटा कुरामा मात्रै योग्य हुन्छ भनेको थियो उता हेर समाजको अगाडि उसले यसै भन्छ तर ममा चाहिँ सबै कुरा खोज्छ यसले के हो त नि अब सबैमा एउटै नभएर त नि होइन अनि भगवानहरू पनि हजारौँवटा भएको अनि त्यसो मान्छ भन्नु चाहिँ तर ममा के खोज्छ उसको कुरा सुनिदिनु पनि चाहियो उसले भन्दा हजुर भनेर भन्ने बित्तिकै रोबोट जस्तो हस् भनेर उठ्ने पनि चाहियो उसले कराइरहन्छ सुनिरहने सहनशील पनि चाहियो हो कि न भन्छ तेरो कुरा सुन्न चाहियो कि भन्ने बित्तिकै जुरुक्क उठ्ने तेरो बोली फर्काइहाल्ने चाहियो लु भन् त्यो त खुबी त छ नि त ममा खुब्छ अब मलाई घट भुँडी लाग्यो झ्यान घटा यत्रो भइसक्यो तेरो गर्दनै हराइसक्यो भन्छ फेरि उसलाई सुत्ता यस्तो डनलप जस्तो पनि चाहियो अरे कुङफु पाण्डा जस्तो पनि चाहियो अरे उसलाई अनि त खोज्छस् त सबै ममा सबै कुरा त पर्फेक्ट छस् नि त सबैमा त्यही भएर खोज्छ नि अरू हुँदैन नि त चाहिँ छस् फुर्काएपछि बुझ्नु कति माया गरेको कति भाग्यमानी हाङ्गेको आमा त सानेको आमा जस्तो साथी पायो भन्छ आउनु न आउनु यसको छेउमा पकाइदिन्छु आउनु त यसको साथी हुनु त यसले कराएको सुन्नु अनि थाहा हुन्छ म भाग्यमानी कि यो भाग्यमानी हो म जस्तो साथी पायो सम्झाको कराको भन्ने किचकिच भनिँदैन त्यसलाई सम्झाको भनिन्छ सम्झाउने नि एकान्तमा सम्झाउँछ दुनियाँ पल्लो घर ऊ त्यो पुलपारीको मान्छेले पनि सुन्ने गरी अब त्यो भनेको यस्तो मैले तँलाई सम्झाउन सक्दा त्यो मान्छेले पनि सम्झियोस् क्या त्यसले सुनेपछि त्यसले त त्यसो भन्दो रहेछ त जसुले त होइन त्यसको साथीलाई सम्झाएको म पनि त्यसै गर्छु भनेर ऊ पनि राम्रो होस् न त सँगसँगै भनेर मैले सम्झाएको त्यो सम्झाएको नो झगडा नो किचकिच नो किचकिच सहनु सक्नुहुन्छ म जस्तो साथी पाउनु त म भनेको कस्तो मान्छे भने म एक सम्बन्ध राख्दिनँ राखेपछि त्यो मरिन्जेल निभाउँछु यस्तो साथी बनाउनु ठुलो कुरा होइन एउटै साथीसँग जिन्दगी भर साथ निभाउनु म तँलाई साथ दिन्छु म बोल्नु पाउने रहेछ त बोल्न त लु बोल यो यस्तो मान्छे हो देख्नु त जे पनि ओभर गरिहाल्ने क्या अस्ति अब सुन थाहा पाइहाल्नु होला एउटा जेरी खानु मन लाग्छ भन्दाखेरि 1 किलो लिएर थुपार्दिने घिच भन्ने त ओभर माया पनि धेरै हुन्छ क्या
उखुको जुस 1 गिलास खानु भएपछि 2.5 लिटर जम्बोमा लिएर खा भन्छ कराउँछ। यस्तो खा हो त ठ्याक्कै दिपामा मरु जस्तै देख्यो हो। अनि त्यस्तै गर्छ यो। यस्तो मान्छे हो, हिँड्दा हिँड्दै भित्तासँग यसरी ठोक्यो भने पनि यसलाई 2 घन्टा जति चाहिँ 2 घन्टा जति चाहिँ प्रवचन दिने मान्छे हो क्या। अनि म कति सुन्छु होला। त्यो ज्ञान दिएको मैले। म भरे फ्याट्ट मरि गयो आलो काँचो शरीर होइन फ्याट्टै मऱ्यो भने तँ सिकाइराख्यो क्या यस्तो यस्तो ज्ञान बुझ्नु। अब तँ भनेको किताबै हेरिरहेको, मैले भनेको समाज हेरेको होइन। त किताब हेरेको तँलाई त्यो समाजको बारेमा थाहा छैन भने तँलाई मैले यस्तो नगर यस्तो नगर यस्तो यो समाज यस्तो योसँग नबोल योसँग नमिल योसँग कुरा नगर यो म सम्झाएको। किनकि त्यहाँ म पढिसकेँ नि त। अनि अब त किताबबाट निक्लिँदैछु भए त त्यहाँ पढिस् भने त मैले पढिसकेको ठाउँमा त नपढ्न भन्नु खोजेर मैले तँलाई सम्झाएको। मेरो कुरा सुन बुझ ज्ञानमा याद दिमागमा बोल्नु फेरि यति आउँछ। म दोकान गएँ अनि सामान लिएर आएँ भनेर हामीले भन्छौँ भने यसले म यहाँबाट यति बजी उठेर यस्तो गरेँ चप्पल लाएँ किन थाहा छ? यति फाइदा गरेर दोकान गएँ। यो कुरा चाहिँ म सिधै पनि भनिदिन्छु, मेरो दिदीले पनि भन्छ होइन। किनभने म यसरी किन भन्ने भयो स्क्रिप्ट म त्यसरी लेख्छु नि त। यहाँबाट आएपछि यसरी गएर यसरी त्यहाँ भेट भयो, त्यहाँ भेट भएर त्यसले यसरी बोल्यो, त्यहाँ गएपछि तँ अहिले चाहिँ म चाहिँ के यो किताबमा भिजिसक्यो, म सिरियलमा यो स्क्रिप्टमा भिजिसकेको रहेछु। अनि हुन्छ त्यस्तै हुन्छ हो। त्यही स्क्रिप्ट लेख्ने भएको हुनाले उसले भन्दा पनि भन्छ र गाली गर्दा पनि एकदमै भाका मिलाएर लामो 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 भन्छ। त्यसले मलाई असर चाहिँ केही पनि गर्ने होइन। यसले गाली गरिरहन्छ, म यहाँ सुन्नु यहाँ उडाइदिन्छु, वास्तै गर्दिनँ, म मतलबै गर्दिनँ। उसैले असर गर्ने जस्तै कि यस्तो क्या। अब रिस उठाएर कराउँदा बोक्सी भन्नु भने त्यो बोक्सी डाइरेक्ट नभन्ने क्या। कुच्चोमा उड्ने एकजना बोजू जो कपाल झिङ्रिङ्ग हुन्छ हो त्यो होस् त सक्यो। किन बोक्सी भन्दा कति नराम्रो सुनिन्छ। बोक्सी भन्दा कछा मलाई त रिस उठ्छ। बोक्सी भन्नु भने बोक्सीलाई भन्नु भने रिस उठ्छ। पागल नि भन्दा पनि रिस उठ्छ। पागल नि भन्ने होइन, त्यो बाटोमा फोहोर मैला सबै खाने मान्छे होस् त भने कति राम्रो सुनिन्छ। अन्त हरेकचोटि चाहिँ सिन ढिलो हुँदा पनि मलाई नै कराउँछेस्, छिट्टो गरिदिउँ भन्दा नि मलाई नै कराउँछेस्, घाम लाग्यो पनि मलाई नै कराउँछेस्, चर्के पनि पानी परेर हिलो भयो भने मलाई नै कराउँछस्। मेरै कारणले भएको भन्छस् किन? माया तै ढिलो गर्छस् भने सुन्नुभयो? यो त मैले दिनमा 25 होइन 1 लाख चोटि लो यसलाई उठाउनु होइन ऊ आउनु मोबाइल उसको बिस्तारै। मोबाइल पनि यस्तो कि अब हामी त मोबाइल त यसो हुन्छ नि यस्तो के यसो जान्छु नि उता मोबाइल खेलिरहेछ। मेरो सिन आउनु ल। अब तँ कहाँ खोलेको छ त्यसलाई एउटा एउटा गरेर मारेर अनि सट्ट अनि मोबाइल पनि सूक्ष्म तरिकाले अध्याय अध्याय उसको अङ्ग तिरङ्गहरू यताउता तरङ्ग तरङ्ग हुन्छ भनेर सातो जान्छ भने सिन राख्छ। यति छिटो पनि म उठेँ कि ढिलो उठ्छ। अनि लुङ्गी एकचोटि खोल्छ अनि झट्कायो सुस्मता उसको जिउमा अलिकति दाग लाग्छ। यति साह्रो पनि स्लो यसै गर्छ आएर हेर्दा हुन्छ चप्पलमा छ। अनि त्यहाँ आउँदाखेरि 2 घन्टा लाग्छ। अब हामी कसो गर्छौँ सिन आउनु पर्ने बुझेन स्क्रिप्ट पख आया कि म कति छिटो गएँ हो यसरी इस कहिले तेरो मोबाइल झापाइति राखेर सम्हालिदिँदा त म हो नि फेरि सम्हालिदिँदै पनि राखेर त हिँडेँ त म पनि सम्हालिदिन्छु। उसको त मोबाइल पनि तरङ्ग तरङ्ग हुन्छ भनेर त उसले कहिल्यै मोबाइल हामी जस्तो यसरी राखेर हामी कुद्छौँ नि उता असम मैले जिन्दगी देखेको छुइनँ। यसो गरेर राख्छ अलिकति भुइँमा जान्छ भने सुरुमा मुटु च्याप्पै पर्छ। आयो अस्ति कति 36,000 कि कति 36,000 कि 39,000 लागेछ। आयो बिस्तारै त्यो आँखा चिम गरेर टिप्छ। अनि डिस्प्ले फेर्दा त्यति लागेको अनि त्यो त दुखिहाल्छ नि। यस्तो त्यो पहिला नयाँ हुँदाखेरि क्या त्यो स्कुटरको डिक्की झुक्केर ढक्क गरेर लाग्दा पनि त्यो होइन ओए हिमेसे कस्तो चर्को घाममा यसले यस्तो उकालो मलाई ठेल्नु पो लागेको छ त उसको स्कुटी लड्छ भनेर।
उतारिओरि यो बाटो जान्थ्यौँ है सुटिङ अनि भर त यत्रो माटो रहेछ होइन अनि मैले पनि नयाँ भनेर केही भनिनँ अहिले जस्तो भए मासडा गरेर फ्यालिदिन्थेँ म अनि कि ठेल ठेल भन्छ म लड्नु अरे होइन त्यो स्कुटी यस्तो झुकाएर तल जान कुलोपट्टि मलाई पठाएर म कुलोबाट यस्तै धामेर स्कुटी लगेको छु त यसको भेषपा मलाई कहाँ थाहा छैन भन्छ त्यो सिम्बेले चाहिँ मुनि होइन अनि के अनि त्यस पछाडि त त्यो अलिकति ढुङ्गाले कोतारो भन्ने स्कुटी त्यो स्कुटी त्यत्रो ठेलेर पुऱ्याएपछि काहीँ कोतारो कि भनेर स्कुटी यसले फर्केर हेरेँ के यत्रो जान्छ होइन यत्रो जान्छ नि त अब हेर्दा पनि यसरी हेरेर क्या त ढुङ्गाले कोतारो पनि यसले तर उसको चप्पल पनि यसरी मिलाएर चटक्क यसरी मोबाइल पनि ठक्क यसरी उगारेर चट्ट मिलाएर कि सबै एप्सहरू बन्द गरेर ठक्क खोइ हामी त म त त्यतिकै छोडेर हिँडिदिन्छु चार्ज सकिन्छ भनेर हो कि वाइफाई अफ गर्नु पर्यो नि त म त के गर्नु त्यतिकै फ्याट फ्यालो हे हिँडो कता मोबाइल भएर नि खोज्यो उसको के हुन्छ भने समस्या अब यहाँदेखि इटरीदेखि काठमाडौँ 373 किलोमिटर म बाइकमा मिटर 0 बनाएर गएको होइन 373 लगभग 380 किलोमिटर टाढादेखि आउँछ होइन हो अनि आएर यहाँ काठमाडौँबाट काम लिएर आउँछ सुटिङमा भनेर आयो अनि काम लिएर आउँछ सुन बनाउन जान्छ चाँदी बनाउन जान्छ उसको त्यो हो क्या समस्या विश्वास पनि कति गरेको फेरि कतिजनाले गरेको घरि सुन बोकाउँछ घरि डकुमेन्ट बोकाउँछ सोनियाको भ्यालुएबल सामान फेरि हिजो अस्ति बोकेर आएको छ कति सामान हो साह्रै ल्याउँछौ तिमी काम गर्नु कक्को गयो बोकाउने त उयो फेरि म त्यस्तो काम बोकाउँदिनँ हतार उसले माइलीले बोकाउनु भनेको मासु मात्र हो मासु मात्र पठाउने हो आमाले फेरि पुऱ्याउनु मान्छेले नै पठाउनु नगर्नु है भनेर मान्छेले पुऱ्याएको टिमको ग्राउन्ड घुम्दा कत्रो काम गाडी अन्त हिँडेको छु मेजिनालाई फोन गर्छु यता डाँडातिर रातो घर भन्छ रातो घर टिममा कतिवटा रातो घर भएर त कुना रहेछ साँच्ची म भए झर्केरै मर्थ्यो होला होइन यो गर्छ हौ सबैको काम गरिदिन्छ तोएर पनि अराउँछ होला मलाई त के सपरा काम नहरा छिरिक्क हिँड्ने काम त हुँदै हुँदैन म मेरै काम अरूलाई पैसा दिएर हुन्छ कि फगाएर हुन्छ म अराउँछु जहाँ गयो भने भन्छु अन्त सक्दिनँ अर्काको काम गर्नु होइन बसी बसी हो भने ले भाडा पनि मारिदिन्छु लुगा पनि धोइदिन्छु बसेर तर उठेर हिँड्ने काम चाहिँ म गर्नै सक्दिनँ हो यसले काम गरिदिन्छु अरूको भन्दा म हिँड्ने काम गर्नु सक्दिनँ यसले आफ्नै झोलामा भएको पैसा त मिलाएर राख्नु गर्छ यसको झोला पहिला सुटिङमा हो त यस्तो केही सामान निकाल्नु पर्यो भने भित्र चाहिँ निकाल भन्ने कि पैसा चेकहरू एटिएमहरू क्यासहरू त्यसलाई तार पातर क्या कस्तो डर लाग्छ मलाई यसको झोला फेरि फ्यात्तै राख्ने कि यसरी नै फ्यात्तै राखेर छोड्ने म पो जोगर नगरिदिँदा यसले भन्ने नै त यो तिम्रो झोला चाहिँ उयो गर है पैसा छ है त उसलाई चोर लाग्छ जस्तो लाग्छ चेन खोल्दा त के यस्तो नगद्दा नि सर्र त त्यो चटिसक्छौ यति बेला हामी गरिब भएर देखाउनु ठ्याक्कै त्यस्तै म हो कहिले पैसा मिलाएर चाहिँ राख्दिनँ आफ्नै पैसा आफै त भेटाउँछु त कहाँ राखिन्छ बिर्सिहाल्दो रहेछु यस्तो फल्ला यस्तोमा यस्तो छ निकाल त भन्नु भन्यो नि यस्तरी चोर गोजी खोलेको त यत्रो मुठा पर्र उसको पैसाहरू कस्तो मिलेको हुन्छ त मिलाएर सबै थोक मिलेको हिमालीमा लेख्ठा हुन्छ त्यस्तो टक्क मेरो त पैसा गोजीबाट निकाल्नु भन्दा त पैसा त्यस्तो गरेर बसिरहेको छ निकालेर यसो अस्ति कति अरे 20,000 कि 30,000 को मुठै झारेर बौलाई नि कहिले लक्ष्यमा जान्छ र कुनामा बसेर रुनु भएको थियो धन्न पैसा भेटेर रोनु परेन अस्ति गोजीमा 2,000 राखेँ होइन अनि मेरो त पैसा सकेछ नाना त्यत्रो 20,000 सकाएँ भन्दा हिसाब गरेँ होइन भरे त 2,000 रुपियाँ उब्रेको छ मलाई थाहा छ होइन तर पनि अब सके नै भयो नि नभएपछि भरे त गएर अर्को गोजीमा खत्ते लगाएको रहेछु लुगा धुँदा भरे त धुँदै के ख्याचेक गर्छ के को बिल होला निकालेको त 2,000 को रहेछ आम्मामा संसार खुसी इतनी खुसी आफ्नै पैसा भेट्छ त्यस्तो हुन्छ कहिले काहीँ
हामीले के बोकिरहेको मोबाइल बालेर मोबाइल खोजेकै टर्च लाइट बालेर खोजेकै कस्तो रिस उठेको क्या म आफैसँग असिन बसिन भइसकेँ भरे ठङ गरेर नोटिफिकेसन आउँदा पो मोबाइल हातैमा यो के भएको नि सुटिङ गर्नु मैले स्क्रिप्ट दिन आँटेको यसले कहाँबाट कुरा कहाँ पुऱ्यायो 14 मिनट त खाइसक्यो त तिमी यही बोल्नु नपाएर बिरामी हुन्छौ नि त महिनामा एकचोटि बल्ल बल्ल आयो यति बोल्नु नबोली गयो भने तिमी बिरामी अनि तपाईँले एक दिनमा सुटिङ सकेर जानुहुन्छ हामीलाई 5 दिन लाग्छ यही धेर बोलेर